ल यहाँ चाहिँ आविष्कारहरू फुटबल खेल्दै सुनसरी जिल्लाको दोबी वार्ड नम्बर 8 अन्तर्गत कदमगाछी एरिया पर्दछ। यो साना भाइहरू फुटबल खेल्दै यो चाहिँ अलिकति सानो टिमको रहेछ। यो ग्रुप माथि 5 6 7 जना ग्रुप भन्नेदेखि यतापट्टि चाहिँ अलिक ठुलो ग्रुपले खेल्दैछ। यो चाहिँ खनारपट्टिबाट आएको नहर, खनारपट्टिबाट यो हाइवेको आसपास हुँदै आएको नहर हो। यता अगाडि हामी पश्चिमपट्टि देख्न सकिन्छ। यो चाहिँ ठुलो कोशी राजमार्ग हाइवे भनौँ र म बस्ने वासस्थान घर भनेको यो ठुलो घर हो। हामी बस्ने घर भनेको यो अगाडिको ठुलो घर, माथि कालो ट्याङ्की भएको यो कोशीमा राजमार्ग अन्तर्गत यो ठुलो हाइवे हो। र यसै हाइवेको चाहिँ पश्चिमपट्टि भनौँ पूर्वपट्टि सानो खाली जमिनमा चाहिँ फिल्ड भएको चौरी छ र यसै चौरीमा चाहिँ भाइहरू सानो भाइहरू फुटबल खेल्दै ल यतापट्टि यस्तो छ। यता पूर्वपट्टिबाट चाहिँ दक्षिण हुँदै सट्ट घुमाउँदाखेरि यहाँको दृश्य यस्तो छ। राजमार्ग निकै नै व्यस्त छ। यो ठ्याक्कै यो चोकलाई चाहिँ अगाडि कदमगाछी चोक भन्दछ।